नमस्कार साथीहरू, म आज तपाईहरुलाई लिएर जाँदैछु सौलको सबैभन्दा धमाकेदार इभेन्ट सौल इन्टरनेशनल फायरवर्क फेस्टिभलमा। करिब 10 लाख जना मानिस उपस्थित भएको अद्भुत भेट अनि झनक्क बल्ने रंगीन आकाश र धुवा सहितको रोमाञ्च, यो तपाईले मिस गर्नै हुँदैन। हेलो एभ्रिवान, सो अहिले चाहिँ हामी यहाँ ट्रेन स्टेसनमा छौँ, ट्रेन पर्खिँदैछौँ। अब करिब 10-15 मिनटपछि ट्रेन आउँछन्, ट्रेन चढेर जानेछौँ हामी चाहिँ आज 3 भाइ हिँडेको छौँ, कम्पनीको साथीहरू। आफ्नो परिचय देऊ न, नाम भन। हेलो गाइज, उहाँ हुनुहुन्छ हाम्रो दाइ मिस्टर जेके ब्रो। अब हामी चाहिँ 10-15 मिनटपछि ट्रेन आउँछ अनि करिब 1-1.5 घन्टामा चाहिँ सौल पुग्छ होला। सौल पुगेपछि अनि धमाका हेर्नेछौँ आजको फायरवर्क फेस्टिभल। सौल पुगेपछि भेटौँला है त। 지금 광운대 가는 열차가 들어오고 있습니다. The train bound for Gwangwon University is now approaching. मान्छे एकदमै धेरै छ गाइस, एकदम भिडभाड छ यहाँ आइपुगेपछि। अहिले नै सो सुरु हुनुभन्दा 2-3 घन्टा अगाडि नै यस्तो भिडभाड छ भनेपछि बेलुका त एकदमै भिडभाड हुन्छ होला। त्यो पनि हेरौँ। एकदमै धेरै छ गाइस। हामी पुरै 500 मिटर 1 किलोमिटर जति हिँड्यो होला। पुरै खोलाको किनाराभरि यस्तै हो, मान्छे प्याक, बस्ने ठाउँ छैन। अब उतासम्म पनि त्यस्तै छ प्याकहरू। तर 1 किलोमिटर लामो पनि यतिको होला। अझै 2 घन्टा बाँकी छ सो सुरु हुन भनेपछि बेलुका बस्ने ठाउँ पाइँदैन होला सायद। हेरौँ अब, ठाउँ खोज्दैछु हामी चाहिँ अहिले। एक घन्टाको प्रयासपछि बल्ल टल्ल हामीले ठाउँ पायो गाइज। सबैभन्दा छेउमा थाहा छैन यहाँबाट देखिन्छ कि देखिँदैन पाएको।
त्यही पनि हेरौँ। यहाँको भ्यू चाहिँ यस्तो छ। हानगाङ नदी पारियो बाटोहरू मान्छेहरू पुरै उताबाटै छ 1 किलोमिटरबाटै यतिकै प्याक हो। यता छेउछेउमा चाहिँ बस्ने ठाउँ छ भनेपछि पारोहरू त्यहाँबाट राम्रो देखिन्न होला। बेस्ट भ्यू देखिने ठाउँ त होइन होला। भन्दा 2-3 घण्टा अगाडि नै आइपुगे तापनि मुस्किलले बस्ने ठाउँ पायो र एकछिन गफ गर्दै फोटो भिडियो खिच्दै हानगाङ नदीको दृश्यहरू हेर्दै बस्यौं। साँझ परेसँगै हान नदीको किनारमा बसेका मानिसहरू नदी पारीका ठूला भवनहरूलाई नियाल्दै बत्तीहरूलाई सपना झैं हेरिरहेका थिए। अचानक आकाश जल्न थाल्छ, रङहरूको विस्फोट हुन थाल्छ र प्रकाशको नाच सुरु हुन्छ। सबैजना उत्साहित देखिन्छन्। हाँसो, चिच्याहट, मोबाइलहरू आकाशतिर फर्किएका। शान्त रातको उत्सव बनेको छ। सौल सिटी झन् चम्किएको छ र त्यो क्षण सधैँ सम्झना लायक बनेको छ।